हेलो गाइज वेलकम ब्याक टु माई न्यू भिडियो। आज चाहिँ म काममा जाँदैछु र हामी काममा जाने पछाडि चाहिँ यस्तो ज्ञानबेड पार्क छ। आज पनि मेरो बस छुट्यो। बसको दिन चाहिँ म जहिले भिडियो बनाउँछु। त्यही हो गाइज, हामी बिहान बस छुट्नुको कारण चाहिँ बिहान गेम थियो अनि गेम हेरेर सुतेको उठ्दाखेरि अलिक ढिला भयो अनि आउँदा ओर्दा बस पनि गइसकेको छ। त्यो गेम हेर्न चाहिँ मजा आइरहेको थियो, अन्तिमसम्म पुरै रमाइलो आइरहेको थियो गाइजहरू। अहिले हाम्रो यो कम्पनीको बस चाहिँ चाँडो आउनु थालेको छ कि पहिला चाहिँ 9:30मा आउँथ्यो, अहिले चाहिँ 9:10मा आउनु थाल्छ। अलिकति भ्याइरहेको छैन बस। त्यही माथि गेम थियो, गेम हेर्दा त सुत्तिएछ अनि अब दुईवटा गेम हो केटा। अब दुईवटा गेम जितेपछि त वर्ल्ड कप जितिहाल्यो। त 4 स्टार हुन्छ यहाँ, 4 1 2 3 4 हुन्छ। 4 लोडिङ छ। दुईवटा गेम त जितिहाल्छ होला, जित्नै पऱ्यो दुईवटा गेम। 4 स्टार हुन्छ। ब्याक टु ब्याक वर्ल्ड कप विन, न्यू रेकर्ड। दुईवटा गेममा मेसीले 4 जति हान्नु पऱ्यो कि जितेको। प्रोफेसनल भ्लगर त होइन, त्यही पनि मैले सक्दो कोसिस गरिरहेको छु भिडियोहरू बनाउने, भ्लगहरू बनाउने ओर्ने, यस्तो सोसियल मिडियाहरूबाट पनि इन्कम गर्ने भनेर भिडियोहरू बनाउनु थालेको धेरै भएको छैन। लगभग 1 महिना जति हुन लाग्यो होला। सबैहरूले रेस्पोन्स पनि राम्रै गर्नुभएको छ। त्यो भिडियोलाई चाहिँ माया गरिदिनु पऱ्यो, पुरै फुल भिडियो हेर्नु पऱ्यो। पछि राम्रो राम्रो भिडियोहरू पनि आउँछ। अहिले त सिक्दै हो, म आफै सिक्दै हो। सुरुमा भिडियो बनाउँदा चाहिँ मलाई लाज लाग्थ्यो, अरूले के सोच्दा, अरूले के भन्दा लाज लाग्थ्यो। अहिले त्यस्तो लाग्दैन, हल्का सेल्फ कन्फिडेन्स पनि बढाएको छ भिडियोहरूमा, लाइक भ्यू आएको देख्दा। त्यो हो, यसरी नै माया गरिदिनु पऱ्यो गाइजहरू। त्यही हो, विदेशमा भन्ने टाइममा भिडियो बनाउनु पाइँदैन, त्यही हो। भर्खर पछाडि आएको नेपाली जस्तो हेर्दै थियो। यो वर्ल्ड कपमा चाहिँ इङ्ल्यान्ड र अर्जेन्टिनाबाट अर्जेन्टिना, एउटा स्पेन र फ्रान्सबाट फ्रान्स। अनि फाइनलमा फ्रान्स र अर्जेन्टिना 2022को हिस्ट्री दोहोरिन्छ जस्तो लागिरहेछ। र फ्रान्स र अर्जेन्टिनामा त्यही हो, अर्जेन्टिनाले पेनाल्टीमा गएर जित्छ लागिरहेछ। के हुन्छ गेम हो भन्न सकिँदैन। जस अर्जेन्टिना फाइनलसम्म चाहिँ फिक्स पुग्छ जस्तो लागिरहेछ मलाई गेमहरू हेर्दाखेरि। के हुन्छ, मेसीको फ्यान भएपछि अर्जेन्टिना जित्नै पऱ्यो भन्नु पऱ्यो नि, के हो गाइजहरू। काम गर्नु यतिको चाहिँ विकास छ क्या जापान। यता माथि पनि एउटा रोड छ, यहाँनिर एउटा रोड छ, अनि फेरि तलबाट पनि गाडीहरू गइरहेको छ। नेपाल यतिको विकास हुनु पऱ्यो क्या, नेपाल पनि नयाँ गभर्मेन्ट आएर मात्र भयो, विकासहरू पनि गर्नु पऱ्यो घरमा। तपाईँहरूलाई के लाग्छ यसपालिको वर्ल्ड कप फाइनलमा कुन कुन टिम पुग्छ कमेन्ट गर्न नबिर्सिनु होला। मेरो विचारमा चाहिँ फ्रान्स र अर्जेन्टिनै हो। तपाईँहरूको विचारमा के छ कमेन्ट गर्न नबिर्सिनु होला। त्यही हो, अब मेरो यहाँ काम गर्ने ठाउँ पनि आउनु लागिसक्यो। म चाहिँ यता मेरो भिडियो हेर्नेहरूलाई थाहा छँदैछ म कहाँ काम गर्छु। अब नयाँ हेर्नेहरूको लागि चाहिँ म चाहिँ यता एमाजोनमा काम गर्छु अहिले, योकोहामाको। मैले काम गर्ने ठाउँ चाहिँ यही हो, ट्याक्क यो एमाजोन हो, 3rd फ्लोरमा छ।
तपाईँहरूलाई एमाजोनमा काम गर्नु मन छ भने मलाई मेसेज गर्नु होला, म सक्दो हेल्प गर्छु। टोकियो योकोहामातिर बस्नुहुन्छ भने मलाई इनबक्समा मेसेज गर्नु अथवा कमेन्ट गर्दा पनि हुन्छ। म तपाईँहरूलाई सक्दो आफूले जानेको बुझेको हेल्प गरिहाल्छु। काम नपाएर बस्नु भएको छ भने पनि। यो एमाजोनको काम नाइट सिफ्ट हो, अलिक हल्का गाह्रो त गाडी हुन्छ। त्यही पनि अब काम नपाएर बस्नु भएको छ भने यसो मेसेज गर्दा हुन्छ। म चाहिँ अब रुममा आइसकेँ कामसाम गरेर। उनीहरू पनि निन्द्रा लागेको जस्तो भएको होला। हेलो गाइज, तपाईँहरूले यो भिडियो टिकटकबाट हेर्दै हुनुहुन्छ भने फलो गर्नु पऱ्यो, फेसबुकबाट हेर्दै हुनुहुन्छ भने फलो गरिदिनु, लाइक गरिदिनु, सपोर्ट गरिदिनु, हल्का पनि भयो माया देखाइदिनु पऱ्यो। त्यही हो। युट्युब च्यानल नगरेर सब्सक्राइब गरिदिनु होला, माथि छ युट्युब च्यानलको।